यता नगएँ अनि अहिले चाहिँ एकछिन टाइम छ भनेर यसो लेक साइड घुम्न आएको म र उहाँ। हेलो गाइज नमस्ते हामी चाहिँ एकछिनमा भन्छ हामी चाहिँ सोरुम गएको है अनि प्लस के अरे फुटसल थियो कि हाम्रो 3 to 4 अनि सोरुम गएर उसको स्कुटी सर्भिसिङमा राखौँ भनेको प्याक रहेछ कि अनि फेरि 3 बजे जसरी भए पनि पुग्नुपर्छ होइन फुटसल अनि टाइम लाग्यो भने गाह्रो हुन्छ भनेर यता नगएँ अनि अहिले चाहिँ एकछिन टाइम छ भनेर यसो लेक साइड घुम्न आएको म र वाङ्स यसो घुम्न आएको है। अब एकछिन बस्छौँ त्यो नेक्स्ट अनि केटाहरूले फोन गर्छु अनि फुटसल जान्छौँ है हामी। अहिले चाहिँ यतिकै टाइम पास गर्न आएको होइन हो कि होइन वाङ्दी भाइ होइन रे उसले ऊ चाहिँ मैले जाऊँ भनेर आएको। सो मौसम चाहिँ क्लियर छ आज बवाल देखेँ म यता ड्राई पिकनिक हामी चाहिँ यतिकै आएको त्यसले त्यस त अब एक दिन काइकिङ गर्नु पर्ला यस्तो मजाले काइकिङ गरे हेर सबजनाले यता हुन्छ यस्तो पिस छ कि यहाँ प्यागोडा देख्न सक्नुहुन्छ है त्यहाँ शिवजी मन्दिर देख्छ कि देख्दैन यहाँबाट ए देख्दो रहेछ यार चट्ट। सो अहिले चाहिँ टाइम कति भएछ भन्दाखेरि कति भएको छ टाइम 1:16 हुन चाहिँ हामी अब 2 बजे भेला हुन्छौँ हामीहरू। सो त्यो नेक्स्ट हामी फुटसल जान्छौँ यस्तो छ लेक साइड पिस हामी चाहिँ यहाँ एकछिन बस्यौँ है त्यही 30 मिनट जति बस्यौँ है हामी चाहिँ। अब हामी चाहिँ यहाँबाट कहाँ जान्छौँ भन्दाखेरि त्यहाँ जान्छौँ है त्यो के अरे गौतम बुद्धको स्ट्याचु छ नि त यहाँ लेक साइडमा ए त्यहाँ हो नि त त्यहाँ जान्छौँ। यहाँ एकछिन छ होला क्या अब त्यहाँ एकछिन घुम्ने त्यहाँबाट अनि फर्किन्छु त्यो पछि केटाहरूलाई फोन गर्छु फुटसल जानुपर्ने हुन्छ झट्टा लागेर वाउ फेसिलिटीको त सिधै ड्रेसमै आएको त यहाँ त ल अब एकछिन बाटोमा भेटौँ ल हामी चाहिँ ल हामी चाहिँ पुग्यौँ है हिँड्दै जानुपर्ने हुन्छ एकछिन चलाएर यहाँ नि पिस छ कि फेरि पहिला एकचोटि आएको थियो है हामी दुईजना आउने चाहिँ यति चढ्ने स्यास्या भयो यार मसलाहरू टाइट हुँदै गयो अब एकछिन त छ के अरे टाइम है 3 बज्नुलाई एकछिन घुम्दिउँ न भनेर यता आएको पानी आयो भने बवाल हुन्छ यहाँ वाह भ्यू चाहिँ बवाल देखेको छ यहाँले छट्टा देख्न सक्नुहुन्छ है साइलेन्ट प्लिज रे। सो हामी चाहिँ यहाँबाट जाँदैछौँ हामी चाहिँ माथि पुग्यौँ है छट्टा यहाँ एकछिन बस्छौँ भिडियो खिच्दैछ त्यहाँ छट्टा एकछिन रेस्ट गर्छौँ यार बस्दै थाहा तर जे भने यिनीहरू त बवाल हो कि देख्न सक्नुहुन्छ दामी बनाएको यार जे होस् ए बवाल छ वाह यसो
माथिबाट कस्तो भ्यू देख्दो रहेछ वाह बवाल देख्दो रहेछ जोस् बिस्तारै बोल अरे है सो त्यसैले बिस्तारै बोल्दैछु म यहाँ वाह अनि एकछिन बस्यौँ है यहाँ लास्ट चाहिँ रमाइलो भयो एकदम पिस के साइलेन्ट अब एकछिन म तल जान्छौँ हामी डोए गाइस अब हामी चाहिँ तल जान्छौँ है हामी चाहिँ यहाँबाट जाँदैछौँ है बिस्तारै अब मुनि त कसरी पुग्छ थाहा पाउन्न चट त्योसँगले पनि भिडियो छ थियो गर ल गेट चाहिँ पकालो कि सानोमा चिटिक्क चट्ट भर्खर हाम्रो गाउँ पनि एउटै बाजे भेट्नु भयो है कोरामा आएको रे भ्यू चाहिँ देख्छ के त्यहाँबाट त्यहाँ देख्न सक्नुहुन्छ शिवजी मन्दिर अब हामी चाहिँ यहाँबाट जान्छौँ है अब बाटो त के देखाऊँ है सिधै तपाईँहरूलाई फुटसलमा भेटौँला ल हामी पुग्यौँ है चट ल ग्राउन्डभित्र प्रवेश बवाल छ जोस् के छ रुक्यो भाइ सन्चै या ल हामी चाहिँ कुरिरहेछौँ है अब पनि नआएन हाम्रो दुईजना आएन अझै सट्टा अब कसको जित हुन्छ लेट्स सी हल्का हावामा पुग्दैछौँ है हामी चट कस्तो छु हेलो हेलो ल अब पनि नआएपछि भिडियोमा लगाइसक्यो चट्ट लगाएर टिम पुग्यो है ऊ र ऊ चाहिँ भर्खर आयो होइन ल अब हामी चाहिँ ओपनिङ कुर्दैछौँ चट्ट थाहा के छ आज जित्ने है ल हेरौँ अब के हुन्छ सकेको अवस्था पेनाल्टीमा हारे है एक गोलले शिट यसले मिस गरे यसले गर्दा 70%
ल हामी चाहिँ चलेको हारेर नि यस्तो हुन्छ है चलाएर अब हामी चाहिँ यहाँबाट जाँदैछौँ है गाडीहरू बोतल ल्याउँदैछ अब चाहिँ हामी खाजा खान जान्छौँ है पानी बार hasta 3 sempat sing-sing jadi itu. Ini चाहिँ हाम्रो जक्सनमा पुग्यौँ है नम्बर चलाएर अब खाजा खान्छौँ तो फाइनली घर पुगेँ है पानी परेर हैरान भयो है सब भिज्यो अनि फुटबल हार्यो है केही छैन नेक्स्ट टाइम जित्नुपर्ने हुन्छ अनि आजले ब्लग चाहिँ यति नै लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु है अब म फ्रेस हुन्छु बाई बाई